बोलेका थिएनन्, बोलिसकेपछि नबोले हानि हुँदो रहेछ भने धेरै साथीहरूले। कुरो के छ भन्दाखेरि इन्डियाले मात्र होइन नेपालले पनि इन्डियाको जग्गा मिच्या छ। अब यहाँ चाहिँ के भयो भन्दाखेरि अब देशभक्ति र राष्ट्रप्रेमी हुनलाई त घाँटीको नसा फुलाइ इन्डियालाई गाली गर्न पर्यो कि त केपी ओलीले जस्तो सरर कुस्माबाट पोखरा मेट्रो रेल आउँछ भनेर गफ हान्न पर्यो। लजिकमा गएर कुरो गर्दाखेरि न कसैलाई विश्वास लाउँछ। लजिकमा कुरो गर्दाखेरि त कुरो गरेको एकछिनपछि विरोधी बालेन शाहले के भने भन्दाखेरि नेपालले पनि इन्डियाको जग्गा मिचेको छ। मलाई 0%, 1% पनि नेगेटिभ फिल आएन। तपाईँलाई आयो? मलाई पनि 1% पनि आएन। किनभने हामी त्यो अधिकार खोज्छौँ, हामीले हाम्रो जग्गाको माया छ। हामीले वर्षौँदेखि प्रयोग नगरेको लिम्पियाधुरा हामी खोजिरहेछौँ, त्यो हामीलाई चाहिन्छ, त्यो हामीले क्लेम गर्छौँ भने हामी अर्काको जग्गाको चाहिँ यदि आएको छ भने हामीलाई दिने के आपत्ति? मैले भन्नु खोजेको हाम्रो नक्साभन्दा बाहिरको दिने कुरा, भित्रको दिने कुरा होइन। नक्साभन्दा बाहिरको कुरो खोलो बगेर आएको छ, खोलो अलिकति भित्र परेको छ भने वार्तामा लिएर उन्नसम्मको लागि त्यो के अरे बल्छीमा गडेलो हाले जस्तो गरेका छन्। बालेनले नबुझ्ने घाँसहरूलाई त्यो टेक्नोलोजी नै त्यही हो नि। बालेन शाहले अब हामीले पनि इन्डियाको मिच्दिया छौँ भनेपछि त भोलि इन्डियामा नि हङ्गामा हुन्छ। इन्डियाका प्रतिपक्ष इन्डियाका हर्कबहादुरहरू पनि संसदमा झगडा गर्छन्। के हो त्यत्रो त्यो मोदीले नेपालले नि मिच्या रहेछ भन्छन् होइन। दुईजना उहाँठुङ हुँदा ल यही बेला गरौँ न त, कति मिच्या तिमीहरूले मिच्या हो, कति हामीले मिच्या, हिसाब गरौँ भन्छन्। भोलि वार्ता होला। तर यो जुन एकदम लजिक कुरा गरिरहेछन् त्यो हामीले पचाउन पर्छ, एक्सेप्ट गर्नै पर्छ। हामीले बुझ्नुपर्छ कि हाम्रो नेपालमा त्यो पाइपलाइनबाट ग्यास सम्भव छैन। हाम्रा त्यो के अरे अहिले जुन अब बालेनले घर घरमा चुलो इलेक्ट्रिक चुलो चलाउन सकिन्न, सबैले चलायो भने पनि धान्न नसक्ने हामीसँग त्यो क्षमता छैन। हामीसँग जे छ त्यो फ्याक्ट बोल्न सक्ने र फ्याक्ट पचाउन सक्ने क्षमता त हुनुपर्छ। अझ केपी ओलीले त चुनाव तका के भन्यो भने हावातालमा घरमा ग्यासको चुलो लैदिन्छौँ भनिहाले। अनि साँझ पख विज्ञ टोली बोलाएर मैले भन्न त भनिहालेँ केटा हो यो ग्यासको चुलो घरमा पुरानो सम्भव छ कि नै भनेर सोधेका थिएँ। बालेन शाह त सबै रिसर्च गरेरै बोलेका छन्। अब यो जमिनको बारेमा नि मैले अस्ति भर्खर बुझेँ भनेर मजाले भनेका छन्। यसमा विरोध गर्नुपर्ने के छ र? जनतालाई किर्तिपुरको डाँडा बसेर 5 लाख कमाइन्छ भन्यो भने त्यो मजा लाग्छ। हो बल्ल हाम्रो नेताले चाहिँ एकदम पैसा कमाउने यस्तो खालको भिजन ल्यायो भन्ने हुन्छ। अन्तिममा चाहिँ मैले के भन्न चाहन्छु भने हर्क साम्पाङजीले चाहिँ बालेन शाह आउनु पर्यो, बोल्नु पर्यो भने गरे। जुन दिन बालेन शाह बोल्न आयो त्यो दिन हर्क साम्पाङ नै भएन। गोयल संसदमा है नभएको दुनियाँमा त छ।